हेलो गाइज नमस्ते। फाइनली आज हामी घुम्न जाँदैछौँ क्या पार्कतिर। अनि कस्तो छ के छ त्यो ठाउँको सबै कुराहरू ब्लगमा लिएर आउने नै छु। अनि मेरो भिडियो भर्खरै मात्र हेर्दै हुनुहुन्छ भने साइडमा रहेको सब्सक्राइब बटनलाई दबाएर मसँग जोडिनु होला है त। अनि तपाईँहरू माझमा यस्तै नयाँ नयाँ ब्लग्सहरू लिएर आउने नै छु म बाँकी दिनहरूमा पनि। अनि मसँग जोडिनु होला, मलाई माया गर्नु होला, साथ दिनु होला, सपोर्ट गर्नु होला, धेरैभन्दा धेरै सेयर गरिदिनु होला, हुन्छ है त। बाँकी सबै भिडियोमै देखाउनेछु, हेर्नु है त। फाइनली केटो चाहिँ आयो पुरा टाई सुटमा। जैरोल के हालचाल? ल फाइनली गाइज हामी चाहिँ आइपुग्यो यहाँ। के भन्छ मेन डोरमा चाहिँ यस्तो रहेछ। अनि यो चाहिँ हाम्रो मेरो साथी भयो, यो चाहिँ बङ्गलादेशबाट। पानीले चाहिँ च्यालेन्ज गरिदियो क्या, आएको ठ्याक्कै आएको। अनि भ्याङ पानी आएर यहाँ कोत लागेर बसिरहेको छ अहिले चाहिँ। एकदम ठुलो एरियाले चाहिँ उता भित्रसम्म पुरै छ। यताबाट भित्रतिर गएर एकदम मजाले घुम्न सक्ने ठाउँ रहेछ यो। थोरै पानी सिमसिमे पानी आइरहेको छ कि अहिले चाहिँ। अनि त्यही भएर अलिकति डिस्टर्ब भयो हामीलाई। यतातिर पुरै रहेछ ठाउँ चाहिँ घुम्नलाई, बबाल। यहाँ चाहिँ फाइनली यो चिउ गर्ने ठाउँ रहेछ यहाँ भित्र बसेर। तर क्या पानी छ यार। ए त्यहाँ पनि छ सानो। अनि अलिक पानी धेरै भइसक्यो क्या, पानी आएर अनि खत्तमै पाऱ्यो नि त हामीलाई। नत्र पानीमा सिउ गर्ने हुन्छ नि यार। अनि बबाल तरिकाले कंप्यूटर लगाएर ये तो फॉर्म ही तो है, सब फॉर्म है। हम लोग फुटबॉल खेलने जाएगा अभी तो ऐसा ही होता है ना। सुबह आगे एक्सरसाइज कर सकता है तो इधर में सब। सुबह ग्राफ करके आगे बाकी हाँ ऊपर से बंद है, रास्ता उधर से बंद कर दिया, बस इतने ही कर सकता है। ऊपर में घूम सकता है ना। बर्ड पार्क में जाएगा तो और भी अच्छा है। और उधर भी है जरूर बहुत। बारिशले च्यालेन्ज दिएर हामीलाई चाहिँ नत्र हुन्छ आज उल्टो सुल्टो गरेर मजा हुन्थ्यो। यहाँ चाहिँ डेन्जर लेखेको रहेछ त्यो माथिबाट पाँगाहरूबाट खसम त हाँगा त्यो सुकेको क्या। अनि त्यही भएर अनि यताउता के हो हरियाली रहेछ। अनि यता चाहिँ पार्क फाइनली त्यहाँ चाहिँ लोकेसन दिएको रहेछ। हामी चाहिँ अब त्यहाँ गएर हेर्छ कस्तो छ के छ। अनि उता फोटोसुटहरू भइरहेछ, फोटो सुटिङ हुँदैछ यहाँ चाहिँ। अनि फाइनली यहाँ चाहिँ अब के छ टोइलेटहरू लोकेसनमा दिएको रहेछ। यहाँ चाहिँ हरियाली नेपालमा आएको जस्तै भयो नि त। अनि फाइनली यहाँ चाहिँ लोकेसनमा को रहेछ सबै, कता के छ, कता जाने हो, के गर्ने सबै यहाँ रहेछ। ल फाइनली हामी चाहिँ लाग्यो। अनि यहाँ चाहिँ बगल ठाउँहरूमा घुम्न पाइरहेको छ, मजा आइरहेको छ। अरू गाडी क्या कुदाइरहेको छ, टाढा पाखामा गाडीहरू चलिरहेको छ यार हाम्रो यहाँ त। अनि यो सर जहिले इधर त घर भी है तो रुख चाहिँ कस्तो पुरानो रहेछ, बुढो भएको रुखहरू। आज चाहिँ पानी नपरेको भएछ यस्तो बबाल हुन्थ्यो बाटोमा, उल्टी सुल्टी यताउता के गर्नु मन थियो। नजिक है त बहुत, यो त नजिक एकदमै नजिक रहेछ। यो बिल्डिङ यहीँ नै रहेछ। इधर में नदी भी है तो नदी बदरा नदी है। फिर आ गया रे नहीं वो उसका है रुख में जो लगा होता है ना पात में। पता तो जैरोल फाइनली गाइस यहाँ चाहिँ एउटा पुल रहेछ दामीको। अनि दामीको पुल सुल रहेछ सिन। अनि यस्तो चारैतिर हरियाली। अनि त्यसमा यहाँ नदी छ बिचमा सरर पारेर। अनि यहाँ चाहिँ बिच सब जाएगा। अनि यहाँ चाहिँ यस्तो पुलमा नदी नहीं है खाली सिउ गाइस। यहाँ चाहिँ पुरा पानीको पिच्चै नदीमा बुलबुल गरेको रहेछ पानी। यता चाहिँ हाम्रो केटाहरू चट दामीको ठाउँ छ केटा हो। अनि यस्तो कुहिरेहरू पनि आउँदो रहेछ त घुम्न। कुहिरेहरू आउँदो रहेछ, सबै आउँदो रहेछ घुम्न। फोटो मार्दै बोल्दा यहाँ पनि फाइनली पुल रहेछ पुल। अनि यसको यताबाट त यहीँनिर रहेछ यस्तो नजिकै रहेछ नि यो दामी गार्डन यहीँनिर रहेछ त्यो। अनि फाइनली यता चाहिँ अब
क्या बोलेको न ओ माई गड उता चाहिँ पुरा पानीको माहौल लेक रहेछ यहाँ चाहिँ ताल रहेछ अनि यहाँ पनि फेरि त्यो लोकेसन पढ्नको लागि रहेछ अनि ब्याम्बो प्ले हाउस चाहिँ यहाँ रहेछ फाइनली भेट्यो फाइनली फाइनली वी गेट इट और जाइरो हाँ जिंदगी कैसा चल रहा है आज बहुत अच्छा मस्त अरे आज अगर बारिश नहीं होता तो आज बहुत मज़ा आता था ना बारिश आने में भी अच्छा होगा क्योंकि मौसम थोड़ा सा अच्छा मौसम ठंडा हुआ पसीना तो नहीं निकला ना हाँ वो भी अच्छा होगा फाइनली यहाँ चाहिँ सिउ एडाहरू कस्तो बबाल रहेछ यहाँ चाहिँ सर बैम्बू है नेपाल का बैम्बू सब लेके इधर रख दिया अरे भाई लग गया घुस गया रे पानी घुस गया फोटो खींचेगा कैसे हाँ एक दुईवटा खिचेंगे ना चलो इस तरह मैं इस तरह यहाँ चाहिँ सबै ब्याम्बो नै ब्याम्बोको यो उता चाहिँ पार्टी गर्ने घर रहेछ त्यहाँ चाहिँ अनि हाम्रो यता चाहिँ क्यामेरा चालु गरिरहेछ फोटो हान्नलाई सबै ब्याम्बो हेरेर केटाहरू ब्याम्बो नै ब्याम्बो सिउ फाइनली गाइस म चाहिँ यहाँ माथि ब्याम्बो घरमा चढेको छु अनि यहाँबाट चाहिँ यसो भिडियो बनाऊँ भनेर लागिरहेको छु यहाँ चाहिँ अनि यहाँ चाहिँ बस्ने ठाउँ रहेछ नि त ब्याम्बोको हाउसको अनि यस्तोमा चढ्ने अनि बसे जस्तै चट्ट पारेर बस्ने अनि के गर्नु छ गर्दा हुन्छ अनि उता बाँकी चाहिँ सिन क्या बवाल छ ठाउँ ताल तलैया अनि घर जयरोल यहाँबाट चाहिँ ढाक्क माथि चढेर बस्ने ठाउँ हो अनि चट्ट माथि जानु पर्यो डर लाग्छ मलाई चाहिँ खतरा फेरि यस्तो अग्लोदेखि फाइनली माथि अब चढ्न ब्याम्बो पार्कमा उतातिर केटी केटा सबै बसेछ अनि चाहिँ यतातिर मजाले दुईजनाले बसेर मजा लगिरहेछ ओ भाइ गड अनि यहाँबाट चाहिँ चट्ट पारेर यता हेऱ्यो भने चाहिँ तालहरू हेर्ने झरनाहरू हेर्ने फुल बगैँचाहरू त्यता छ हो बा यता चाहिँ हाम्रो क्यामेराम्यान छ अनि त्यो क्यामेरा मिलाउनु पऱ्यो क्या न यहाँ चाहिँ मान्छेहरू खतरा आउँदो रहेछ हौ सबै मान्छेहरू टन्नै भरि पुऱ्याउँछ मान्छेहरू क्या यतातिर हेरौँ है कति धेरै मान्छेहरू छ सबै टन्नै मान्छेहरू अनि जति नै मान्छे आउँदो रहेछ यहाँ चाहिँ लेट्स गो सिउ सब यहाँ घरमा मान्छेहरू मात्रै बसेछ बाल अच्छा लग रहा है हाँ क्या भीतर हुआ है नहा धोएगा तो अच्छा ही लगता है ना सच्ची बात तो बोल रहा हूँ यू नो माई लव चलो हामी चाहिँ झर्ना त्यहाँ माथि उताको झर्ना हेर्न जानु लाग्यो पानी परेर चाहिँ बाटो अलिक बिगाऱ्यो कि यहाँ अनि पानी यस्तो छ पिच पिच त्यहाँनिर जो झर्ना छ त्यहाँनिर चाहिँ हामी जानु लाग्यो फाइनली यो नो मिल ओहो सर पानी छ कि भने तल डर लागिरहेको छ अनि तल हेरिरहेको छु बेला बेलामा चाहिँ पानी भयो भने जुत्ता पचक्कै हुन्छ अनि फेरि दिनभरि एकदमै गाह्रो भिडियोमा देखाउनलाई कति टाढा लाग्यो यो पानी तपाईँलाई पुरै भिडियो हानिरहेको चल हामी पनि त्यही ठाउँमा जान्छ है त यो हामी त फाइनली यो ब्याम्बो हाउसमा गयो हो अनि यहाँको चाहिँ ब्याम्बो हाउस चाहिँ यही हो अनि ट्याक्कै यो चाहिँ त्यही पुतराको पछाडि नै रहेछ क्या ठ्याक्कै अनि जाँदा हुन्छ तपाईँहरू पनि आउँदा हुन्छ अच्छा आता है ये देखो हैं इतना मस्त आ रहा है नहीं फुल नहीं आता हैं फुल नहीं आता है ना इस पर फुल आ रहा है ना पिक्चर मारेगा बता सिउ ब्याम्बो 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 यो फाइनली यहाँ फेरि एउटा बिज आयो यहाँबाट चाहिँ एउटा पल्लो देखेर कस्तो बबाल ठाउँ रहेछ यहाँ ओ माई गड
अनि यस्तो राम्रो राम्रो फुलझरीहरू छ यहाँ टट्ट पारेर देख्न मिल्छ फुलझरीहरूको फुल यता पनि सबै रहेछ मान्छे यहाँ चाहिँ बब्बाल रहेछ यो चाहिँ सायद पिकनिक खान आयो भने चाहिँ पिकनिक खाने यताउता बसेर यो चाहिँ बुक गर्नुपर्छ होला सायद दामी रहेछ ठाउँ चाहिँ अनि यता चाहिँ नदी रहेछ ठ्याक्कै हाम्रो त्यहाँ नेपालको बागमती नदी जस्तै छ क्या फोहोर पनि धमिलो पनि अनि बिच बजारको बिचमा त्यस्तै चल जाइरु यस्तो रहेछ यहाँ चाहिँ ठाउँ यताबाट हेर्दा चाहिँ अनि त्यहाँ चाहिँ झर्ना छ हेर्ने हो तर ल म चाहिँ त्यहीँ गएर देखाउँछु अनि हामी चाहिँ दुईजना मात्रै फेरि घुम्न लाग्यो अरू त ग्याङमा छ यहाँ हाम्रो ठाउँबाट घुम्ने भने बित्तिकै हामी दुईजना मात्रै अलिकति मन गर्ने अनि अरू त सबै कन्जुसीहरू छ कोहीले भन्दैन गाउँ भन्दा नि गाह्रो छ गाह्रो छ यहाँ चाहिँ झर्ना बबाल रहेछ कृत्रिम झर्ना मान्छेले पर्यटकको लागि बनाएको कृत्रिम झर्ना बनाएको समझ में तो कोई काम से नहीं है यस्तो चाहिँ यो झर्ना दामीको बनाएको छ त्यहाँ झर्ना चल जाइरो इधर में भी एक पिक्चर उठाएंगे हम लोग ओके गाइस फुलकुमारी हेर्ने फुलकुमारी सिउ हेरेर फुलकुमारीलाई हेर्ने है यहाँ फाइनली सिगरेट लभरलाई यहाँ पानी पिउन एकदमै जरुरी भएर कस्तो राम्रो ठाउँ रहेछ नि यहाँ पछाडि पनि यस्तो सानो ठाउँमा पनि कस्तो बनायो गाइस फाइनली म चाहिँ केटोलाई सिगरेट पिउन मन लाग्यो अरे हामी चाहिँ पसलमा आएको कुछ नहीं नहीं अभी नहीं बाद में तू सिगरेट खरीद क्या सिगरेट किधर देगा 15 मिनट रहेगा तो सिगरेट इधर में सिगरेट पीने का अलाउ नहीं है ना चलो है तो खरीद क्या मेरे पास है तो मेरे पास 15 दिन आएगा हाँ तेरे को पीना है तो पी ले अभी मेरे को गला नहीं सूख रहा है ना चलो अगर नहीं सूख रहा तो मैं भी नहीं पिएगा ना अकेला थोड़ी पिएगा नहीं कर सकता क्यों मेरे को अच्छा नहीं लगेगा यहाँ चाहिँ कस्तो राम्रो छ यार पानी फर गर्ने तो किधर जाएगा अभी ये तो इधर से जाएंगे या इधर से तो उधर से किधर से जाएगा नदी पर ही हो क्या हाँ नदी है ना बहुत बड़ा ब्रिज है ना ब्रिज है सामने चलो जहीरुल आज का दिन मस्त हुआ रे बहुत अच्छा जगह है रे मेरे को सबसे अच्छा लगा बारिश होके बोला कि बिगड़ गया नहीं अच्छा हुआ क्योंकि मौसम भी ठंडा है सिर्फ रास्ता मात्र खराब हुआ हाँ रास्ता बस चलने से थोड़ा सा दिक्कत हो रहा है लेकिन अच्छा लग रहा है ऐसे तो पसीना आ जाता इच्छा का तो थोड़ा पसीना तो आ रहा है लेकिन ज़्यादा नहीं हुआ बारिश हुआ फिर भी पसीना हो रहा है अगर बारिश नहीं होता तो क्या होता आउनुपर्छ है गाडी केटाहरू भिडियो हेरेपछि यता घुम्न फ्रीमा हो टिकट केही छैन खाली हो त्यत्तिकै आउने हो जानु हो घुम्ने हो सिर्फ घुम्नको लागि मात्रै हो त्यस्तो केही खरिद्नु पर्दैन टिकट यताउता आफूलाई चाहिएको कुराहरू खरिद्ने हो त्यसपछि सकिहाल्यो चाहिने भनेको आफूलाई अब पानी सानी पिउने भयो भने चाहिँ अब गर्मी जस्तो घाम लागेको बेला आयो भने त अब पानी पिएको लाग्छ होला आज त पानी परिरहेछ अनि पानी प्यास पनि त्यति साह्रो त लागेको छैन अनि घुम्न चाहिँ एकदमै मजाको ठाउँ रहेछ शीतल पानी पऱ्यो पनि लाग्ने ठाउँ चाहिँ धेरै छ अब यतातिर पुरै यो घरहरू छ नि त सानो सबै बनाइदिएको छ अनि जे होस् धेरै धनी खाने मान्छेहरू नै होला यहाँ यत्रो बनाइदिने चाहिँ
अनि धेरै मान्छेहरूको भिड पनि भइराख्दो रहेछ केटाकेटीहरू सबै चट मान्छे चल रे चल जैरुल चल अरे कितना मछली है कितना मछली है ना माछा 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 सिउ परेवा ढुकुर यतै ढुकुर अनि यतै परेवा परेवा कबूतर कबूतर परेवा कस्तो राम्रो कलर गरेर तरफ ना आजा कस्तो राम्रो कलर गरेर त माछै ओहो माछै माछा पुरै तलाउमै छ माछै माछा तो खाना दे रहा है मछली को अँ क्या मछली है लाल वाला होता है ना चल जाएंगे मान्छे नै मान्छे जाइरुलको गाना सुन केटाहरू कस्तो छ যেটুকু সময় তুমি থাকো পাশে মনে হয় দেহে প্রাণ আছে বাকিটা সময় যেন মরণ আমার হৃদয় জুড়ে নামে অত আঘাত कस्तो लाग्यो त अनि সময় যেন कस्तो राम्रो फुलहरू काटेर चाहिँ देख कैसे फोटो दिख रहा है पीछे फुल 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 स्वप्न स्वप्न सनग्लासे सिउ यहाँ पनि कत्रो ठुलो टाढो छ उनीहरू त्यो अस्ति हामी गएर त्यतिकै टाइम पास गऱ्यो पैसा तिरेर अनि के गरेर हैरान यहाँ चाहिँ बरु त्यत्तिकैमा यस्तो राम्रो राम्रो ठाउँहरू रहेछ पुरै पार्क नै पार्कभरि नै यस्तो कि कति बबाल ठाउँ बहुत अच्छा बोल के मैं समझ नहीं सकता जता कतै यस्तो राम्रो राम्रो ठाउँ रहेछ अनि अस्ति हामी पैसा दिएर त्यत्तिकै गयो त्यो ठाउँ कति बबाल बहुत ही जबरदस्त फाइनली अब हामी चाहिँ रुमतिर जाने भनेर यता अर्को पार्कतिर आछ अनि उकालो रहेछ यहाँ चाहिँ हिँड्नुपर्ने यार तर एक्जिट पोइन्ट कहाँबाट हो त्यो चाहिँ थाहा छैन हामीलाई पनि यतिकै हिँडिरहेछ पार्कभित्रै छौँ अझै जङ्गल दामी रहेछ ठाउँ जति घुमे पनि उति मजा आउने जयरुल मैं जरूर जयरुल बोल रहा है तो मैं भी तो जयरुल बोल रहा है मेरे को सुनाई भी नहीं दे रहा है ए देख इसी पॉइंट इधर ही तो है इधर ही घर पे गेट भी है आज यहाँ चाहिँ मान्छे क्या धेरै रहेछ त यार जता कतै मान्छे नै मान्छे छ त मान्छेहरू त कमै छ आज यार नीचे से होगा क्या जाने वाला हाँ नीचे नै ट्रेन फाइनली म चाहिँ भर्खरै मात्रै रुम फर्किसकेको छु अनि आजको हाम्रो भिडियो कस्तो लाग्यो
अनि हजुरहरूलाई पस्किँदैछु, कस्तो लाग्छ के लाग्छ, लाइक कमेन्ट सेयर सबै गरिदिनु होला। भिडियो मन परेमा सब्सक्राइब पनि गरिदिनु होला नयाँ साथीहरू हुनुहुन्छ भने। अनि बाँकी भिडियो फेरि पनि भेटौँला भन्दै आजलाई चाहिँ टाटा बाई बाई हुनेछ अर्को भिडियोमा।